सबैजनालाई फ्री क्लासमा स्वागत छ। आज चाहिँ हामी द रियालिटी अफ हिस्ट्री स्टुडेन्ट्स इन नेपाल चाहिँ हामी हेर्न जाँदैछौँ। एज आई एम अल्सो अ बिसी स्टुडेन्ट। सो के हुन्छ नि त बिसिएमा ड्रब्याक्सहरू के आउँछन्, के आउटकम्सहरू हुन्छन्, तिनीहरूलाई कसरी ओभरकम गर्ने भनेर हामी चाहिँ भिडियोमा पुरा हेर्न जाँदैछौँ है। यो चाहिँ एकदम द ट्रुथ नो वान टेल्स यु बिफोर जोइनिङ। तपाईँलाई चाहिँ कसैले पनि भन्दैन यो ट्रुथ है, जुन चाहिँ म भन्दैछु। त्यसलाई भिडियो अन्तिमसम्म हेर्नु होला। यसमा नो फिल्टर, नो सुगर कोटिङ, जस्ट ट्रुथ है, जस्ट ट्रुथ छ। अनि यहाँ चाहिँ कन्स्ट्रिम बिसी छ है, कोडिङ कन्स्ट्रियालिटी डिबग सिलेबस स्किल्स 0 भयो भने तपाईँलाई प्यानिक हार्ट एट्याक पनि आउन सक्छ है। सो लेट्स स्टार्ट गरौँ। अब हाम्रो एक्सपेक्टेसन भर्सेस रियालिटीमा जाउँ। एक्सपेक्टेसन के छ, रियालिटी के हुन्छ। एक्सपेक्टेसनमा के हुन्छ, हाम्रो इजी आइटी कोर्स छ भन्ने हुन्छ। अनि अटो प्लेसमेन्ट आफ्टर कलेज होइन, अटो प्लेसमेन्ट चाहिँ आफै हुन्छ आफ्टर कलेजपछि भन्ने हुन्छ। अनि कोडिङ इज अप्सनल भन्ने हुन्छ एक्सपेक्टेसनमा। जस्ट पास इक्जाम अनि द्याट्स इनोज भन्ने हुन्छ एक्सपेक्टेसनमा चाहिँ। अनि हाई स्यालेरी इन वान डे भने के दिनमा चाहिँ हाई स्यालेरी हुन्छ भने पनि हामीले एक्सपेक्ट गर्छौँ अथवा हामीसँग त्यो एक्सपेक्टेसन हुन्छ। अनि रियालिटी चाहिँ के छ भन्दाखेरि सिलेबस फ्रम 2005 होइन, पहिलेको पुरानो आउटडेटेड सिलेबस हुन्छ। तर अहिलेको नयाँ बिसी कोर्स चाहिँ अपडेटेड भएर आएको छ। जुन 2082सम्मको ब्याचको लागि चाहिँ त्यो कोर्स अलिक पुरानो थियो। सोसियल स्टडिजहरू इङ्ग्लिसहरू के हालेको थियो हाल्नु चाहिँ। अहिलेको न्यू अपडेटेड कोर्समा चाहिँ एकदम राम्रो कोर्स छ। अहिले फर्स्ट सेममा सी प्रोग्रामिङहरू छ भने सेकेन्ड सेममा ओबिपी जाभाहरू छ, युआई युएक्स छ, पाइथन छ। एकदम राम्रो राम्रो कोर्सहरू चाहिँ अपडेट भएर आएको छ। एकदम राम्रो हुन्छ 2026मा बिसिए पढ्नको लागि। अनि अहिलेको कन्टेक्समा चाहिँ अब नो प्लेसमेन्ट सेल अनि युआर अलोन है। अनि कोडिङ इज सर्भाइभल, सर्भाइभ गर्नको लागि मात्र कोडिङ गरिन्छ। अनि मार्क मिन्स नथिङ टु रिक्रुटर्स है। अनि मस्ट स्ट्रगल टु फाइन्ड एनी जब भनेको जब फाइन्ड गर्न चाहिँ एकदम स्ट्रगल हुन्छ यो फेजमा चाहिँ। सो लेट्स मुभ टु द नेक्स्ट। हाम्रो प्रब्लमहरू के छ नि त, द प्रब्लम्स बिसी स्टुडेन्ट फेस्ड एभ्री सिङ्गल डे। बिसी स्टुडेन्टले चाहिँ एभ्री सिङ्गल डे चाहिँ प्रब्लमहरू भोगिरहेको हुन्छ। उनको आउटडेटेड सिलेबस टिचिङ टेक फ्रम द 2025 भनेको 2000को चाहिँ टेकलाई चाहिँ 2025मा चाहिँ पढाइरहेको हुन्छ। सिलेबस नै आउटडेटेड हुन्छ होइन। अनि टु मच थ्योरी हुन्छ, धेरै थ्योरी हुन्छ, पेजेस अफ नोट्स हुन्छ, जेरो ह्यान्ड्स अन प्र्याक्टिस हुन्छ होइन। यो चाहिँ टु मच थ्योरी, पेज अफ नोट्स, जेरो ह्यान्ड थ्योरी हुन्छ है। यो एकदम गाह्रो हुन्छ है होइन। हामीले ल्याबरोडहरू हातले लिएर बन्द रातभरि लेखेर नसुतिकन त्यसको खासै काम हुँदैन। हामीले ल्यापटपमा आफैले प्र्याक्टिस गऱ्यो भने त्यो काम दिन्छ। अनि हाम्रो विक प्र्याक्टिकल स्किल्स हुन्छ भनेको ल्याब्स हुन्छ, कपी कोड फ्रम बुकबाट चाहिँ कपी कोड गर्ने। अनि हामीले चाहिँ जस्ट उसबाट च्याट जिपीबाट कपी सरर लेख्ने अनि आफ्नो ल्याब रिपोर्टमा इन्क्लुड गर्ने अनि सब्मिट गर्ने। यो गरेर चाहिँ हुँदैन है। यो चाहिँ बिसी एभ्री बिसी स्टुडेन्टले गरिरहेको हुन्छ, म पनि गरिरहेको हुन्छु। किनकि धेरै नै हुन्छ ल्याब रिपोर्ट असाइनमेन्टहरू हुन्छ। अनि त्यसलाई अब एक रातमै कम्प्लिट गर्नु छ भने त यो एआईको हेल्प लिन परिहाल्यो। सो अलिकति गर्दा सक्दाखेरि टाइम हुँदाखेरि चाहिँ एआईलाई युज नगर्नु, जो सकभर आफैले गर्न सक्नु भन्छ। अनि करियर कन्फ्युजन चाहिँ अब नो रोडम्याप, नो मेन्टर, नो डिरेक्सन है। यसमा चाहिँ रोडम्याप दिने कोही अब कलेजमा टिचरहरू छन् इफ भने चाहिँ उनीहरू रोडम्याप दियो भने जस्ट उनीहरूको काम भनेको जस्ट फिनिस द सिलेबस एन्ड सक्ने इक्जाम दिने त्यो हुन्छ है। त्यसमा नो मेन्टरसिप पनि हुँदैन, डिरेक्सन पनि कहाँ जाने के गर्ने थाहा हुँदैन, कन्फ्युज हुन्छ। एक 5 दिन पाइथन सिक्ने, 5 दिन जाभा सिक्ने, 5 दिन जाभा सिक्ने, त्यस्तो हुन्छ। त्यो चाहिँ गर्न भएन है। फिक्स गर्नु पऱ्यो कुन फिल्डमा जाने, के गर्ने र एआईले कुनलाई रिप्लेस गर्न सक्नु भने त्यो पनि यो अगाडि भिडियोमा चाहिँ राम्रोसँग हेर्नु होला। अनि कोडिङ स्ट्रगल्स भनेको हेलो वर्ल्ड चाहिँ प्रिन्ट गरेपछि रकेट साइन्स जस्तै लाग्छ होइन। त्यो मान्न भएन है। बिस्तारै बिस्तारै प्र्याक्टिस गर्दै जानु पऱ्यो। यो चाहिँ बिसी स्टुडेन्टले फेस गरेको प्रब्लम हो है। अनि हाम्रो अब एभ्री बिसी स्टुडेन्ट्स नोज दिस फिलिङ्स होइन। 2:47 बिहान भइसक्यो रातिको, स्क्रिन अन छ, चिया चिसो भइसक्यो, एसाइनमेन्टहरू पेन्डिङ नै छ होइन। अनि कपी पेस्टिङ कोड एन्ड स्टिल गेटिङ र क्लाउडबाट कपी एउटा
पोर्टफोलियो बनायो, त्यसलाई VS कोडमा इम्पोर्ट गर्यो, फेरि त्यहाँ एरर आउँछ, क्लाउडमा लिमिट सकिन्छ, जेमिनाईलाई भन्यो, जेमिनीलाई गरिदिन्छ, अरू अर्को गरिदिन्छ, फेरि डिपसिकलाई भन्यो, च्याटजिपिटीलाई भन्यो, अनि गर्दा गर्दै इरर आउँछ, किनकि त्यो कोड बुझ्ने आफूसँग क्षमता हुँदैन, आफूले पढेको हुँदैन, सिधै एआईलाई भनेर गरे हुन्छ, कहाँ के गर्ने, एउटा सेमिकोलन मिस भयो भने पनि इरर आउँछ। त्यही भएर एकदम कन्सन्ट्रेट हुन जरुरी छ है। इक्जाम 3 आवर्समा अनि गरेको छैन होइन, पढेकै छैन, एकदम गाह्रो हुन्छ। 5 थ्योरी सब्जेक्ट 0 स्किल गेन छ, 5वटा थ्योरी सब्जेक्ट कुनै स्किल पनि गेन भएन, यो पनि गाह्रो छ। तर अहिलेको BCA को सिलेबस अपडेट भएको सिलेबसमा चाहिँ एकदम दामी छ है। एकदम राम्रो राम्रो सब्जेक्टहरू, युज हुने सब्जेक्टहरू चाहिँ इन्क्लुड भएका छन्। अनि फ्रेन्ड्स लर्निङ रियाक्ट युआर अन कोबल भनेको चाहिँ साथीहरूले चाहिँ रियाक्ट जेएसहरू डलोइन सिएसएसहरू सिकिरहनु भयो भने तपाईँ चाहिँ कोबलमै हुनुहुन्छ, यो चाहिँ राम्रो हुँदैन है। दिस इज नट युर फल्ट, द सिस्टम इज ब्रोकन होइन, यो तपाईँको समस्या होइन, सिस्टम आफै नै ब्रोकन भएको छ। सो अब हामी जाउँ गुड साइडहरू BCAको के छन् त भन्दाखेरि कोडिङ पावर, यु क्यान बिल्ड एप्स, वेबसाइट सिस्टम्स होइन, कोडिङको युज गरेर चाहिँ हामीले यो एप्सहरू बिल्ड गर्न सक्यो, वेबसाइट सिस्टमहरू बिल्ड गर्न सक्यो। अनि वेब डेभलपमेन्टमा जाउँ, वान स्किल्स इक्वल्स टु ग्लोबल मार्केट भनेको एउटा स्किल्स हो यो वेब डेभलपमेन्ट चाहिँ, जुनले चाहिँ हामीले ग्लोबल मार्केटमा एक्सेस गर्न सकिन्छ। यो सिक्नलाई हामीले HTML CSS जाभा स्क्रिप्ट, जाभा तल CSSहरू चाहियो, अनि ब्याकएन्डको लागि PHP MySQLहरू चाहिँ इन्क्लुडेड हुन्छन्, अनि डिफ्रेन्ट टाइपको फ्रेमवर्कहरू हुन्छन्, त्यो पनि जान्नुपर्छ वेब डेभलपमेन्टको लागि। फुल स्ट्याक वेब डेभलपर, फ्रन्ट एन्ड वेब डेभलपर, डिफ्रेन्ट काइन्डको वेब पार्टहरू हुन्छन्। अनि एआई द फ्युचर भनेको एआई चाहिँ अबको फ्युचर हो होइन। एआई टुल्स विल मेक यु अनस्टपेबल है। एआईले चाहिँ रिप्लेस गर्ने होइन, एआई टुललाई युज गर्न जाने भने यु विल बी द अनस्टपेबल। अनि फ्रिल्यान्सिङ भन्ने फ्रिल्यान्सिङ छ, अन युएसटी फ्रम नेपाल राइट, अनि फ्रिल्यान्सिङ गरेर आफैले आफ्नै घरमा बसी नेपालमा बसेर पनि USDमा अर्न गर्न सकिन्छ है। यो गर्नको लागि चाहिँ यु निड टु बी ह्याभ वान अर प्लस मोर स्किल्स होइन, कुनै स्किल्स चाहिँ चाहिन्छ। अनि करियर ग्रोथ भनेको IT डिमान्ड इन नेपाल इज एक्सप्लोडिङ होइन, एकदम आइटीमा चाहिँ करियर छ, तर हामीले एआईको टुल्सहरूको युज गर्न जान्नु पऱ्यो, अनि AI MLतिर जानु पऱ्यो होइन, अलिक राम्रो चाहिँ पाथ चाहिँ चुज गर्नु पऱ्यो, किनकि अलरेडी मार्केटमा एक्जिस्टिङ पिपुलहरू चाहिँ एकदम राम्रो राम्रो छन्, उनीहरूले सबै बुझेको छन्, गरेको छन्, त्यो भएर अलिकति आफूले चाहिँ अप्ठ्यारो बाटो रोजेर जानु पऱ्यो। अनि डिजाइन प्लस डेभ भनेको क्यानभा, फिगमा, UX भनेको इन्डलेस पाथहरू छन् होइन, अरू पनि भनेको ग्राफिक डिजाइन गर्न क्यानभा, फिगमा र UX गऱ्यो भने पनि एकदम राम्रो हुन्छ है। यो चाहिँ एउटा गुड साइड हो BCAको। अनि हाम्रो बिगेस्ट मिस्टेक्सहरू युआर प्रोबेबली मेकिङ राइट नाउ होइन। अनि भनेको बेसी पढ्दै हुन्छ तपाईँ भने यो मिस्टेकहरू तपाईँले गरिरहनु भएको छ क्या, डिपेन्डिङ ओन्ली अन कलेज होइन, कलेजमा मात्र डिपेन्ड हुने। यो कलेज गिभ्स यु अ डिग्री, द मार्केट वान्ट्स स्किल, दिस आर टु डिफ्रेन्ट थिङ्स, स्टप वेटिङ फर समन टु टिच यु एभ्रिथिङ भनेको तपाईँलाई चाहिँ अरूले सिकाउँछ भनेर चाहिँ पर्खिन छोडिदिनुहोस् है। आफै नै सिक्ने ट्राई गर्ने, युट्युबमा डिफ्रेन्ट काइन्डको कोर्सहरू छ, गुगलमा छ डिफ्रेन्ट टाइप्सको कोर्सहरू, फ्रीमा विथ सर्टिफिकेट पनि पाउँछ होइन। कलेजमा डिपेन्ड हुनु, कलेजमा त के हुन्छ, अन्ली सिलेबस सक्ने, इक्जाम लिने, भाइभा दिने, त्यसपछि प्रोजेक्ट रिपोर्ट असाइनमेन्टहरू दिने, त्यो कम्प्लिट गर्ने हुन्छ। उनीहरूले त प्र्याक्टिकल स्किल खोज्दैन, उसमा कपीमा लेख्न पर्ने लाउँछन्, त्यो हुन्छ। त्यही भएर कलेजमा डिपेन्ड हुनु भएन, आफैले गर्नु खोज्नु पऱ्यो है। अनि नम्बर 2मा छ नट बिल्डिङ एनी प्रोजेक्ट भनेको, अब तपाईँ यदि 6, 7, 8 सेमेस्टर नै पुग्नुभयो, तर कुनै पनि प्रोजेक्ट बिल्ड गरेको छैन भने त्यो एकदम काम लागेन, आइटी पढेको कामै भएन है। नो गिटअप, नो पोर्टफोलियो, नो प्रुफ यु क्यान द कोड होइन, तपाईँसँग प्रुफ नै छैन कि तपाईँले कोड गर्नुहुन्छ भने, तपाईँसँग पोर्टफोलियो छैन, के गर्नुभयो कसो गर्नुभयो भनेर, गिटहब अकाउन्ट नै छैन, तपाईँले कोड कहाँ पुस गर्नुभयो, कहाँ स्टोर गर्नुभयो, तपाईँको प्रोजेक्टहरू कहाँ छन्, तपाईँको पोर्टफोलियोहरूको कहाँ छन् भन्ने त्यो छँदै छैन भने त्यो कामै दिएन है। रिक्रुटर्स डोन्ट केयर अबाउट योर 80 मार्क्स भनेको तपाईँको 80% मार्क्स आयो होइन, 4 CGPA आयो भने त्यसलाई केही फरकै पार्दैन, किनकि अब तपाईँलाई MS वर्ड एक्सलै चलाउन आउँदैन भने 4 GPA मार्क्सले के काम गर्यो त होइन, त्यो भएर स्किल चाहिँ म्याटर गर्छ। सो देम वाट यु आर बिल्ड होइन, तपाईँले चाहिँ उनीहरूलाई सिकाउनुपर्छ कि के चाहिँ तपाईँले बिल्ड गर्न सक्नुहुन्छ भनेर। अब इग्नोरिङ सेल्फ लर्निङ भनेको यो पनि एउटा ठुलो मिस्टेक गरिरहनु भएको कि तपाईँले आफैले
पढ्न चाहिँ सेल्फ लर्निङ चाहिँ तपाईँले इग्नोर गरिरहनु भएको छ। युट्युब, यु एकाडेमी, फ्री डक्स होइन, फुल कम्प्युटर साइन्स एजुकेसन इज फ्री, अनलाइन नै हुन्छ, सबै फ्री नै हुन्छ। जस्तै मैले तपाईँलाई फ्रीको एडभाइस दिइरहेको छु, एकदम राम्रो बसी नभन्ने एडभाइस। त्यस्तै गरी सबैजनाले चाहिँ फ्रीमा कोर्सहरू चाहिँ युट्युबमा दिइरहेको हुन्छन्। त्यो कोर्सहरूलाई तपाईँहरूले हेर्न सक्नुहुन्छ र आफूले आफ्नो ज्ञान प्राप्त गर्न सक्नुहुन्छ। एभ्री डे यु स्किप इट इज अ डे समन इल्स गेट अहेड अफ यु भनेको तपाईँले त्यो दिन चाहिँ स्किप गरिरहनु भएको छ, जुन दिन चाहिँ अरू मान्छेले चाहिँ युटिलाइज गरिरहेको छन् है त्यो दिनको लागि। यो मिस्टेकहरू चाहिँ नगर्नु होला। तपाईँ बिजी पढ्दै हुनुहुन्छ अथवा पढ्ने सोचमा हुनुहुन्छ भने। अनि हाम्रो स्किल्स युनिट तपाईँले चाहिँ स्किल्स के चाहिन्छ त भन्दाखेरि नो एक्सक्युजेस स्टार्ट टुडे, दिस स्किल्स आर फ्री टु लर्न है। यो स्किलहरू चाहिँ तपाईँलाई फ्री टु लर्न गर्न सक्नुहुन्छ। वेब डेभलपमेन्ट है, एचटिएमएल, सिएसएस, जाभास्क्रिप्ट, रियाक्टहरू चाहियो, पिएचपी, माइएसक्युएलहरू अथवा प्याकेन्डको लागि रियाक्टहरू जाभास्क्रिप्ट भए पनि हुन्छ होइन। अनि फ्रेमवर्कहरू छ त्यो पनि गर्नुपर्छ है वेब डेभलपमेन्टको लागि। अनि ग्राफिक डिजाइन भनेको क्यानभा, फिग्मा, ब्रान्डिङ यो गरेर पनि तपाईँले फ्रिलान्सिङ गरेर पैसा कमाउन सक्नुहुन्छ। एआई टुल भनेको च्याटजिपिटी, क्लाउड भयो, मिडजोर्नी भयो होइन, एरिना छ, एरिना एआई छ, डिफ्रेन्ट काइन्डको एआईहरू, डिपसिक भयो, जेमिनाई भयो, यो टुलहरू युज गरेर चाहिँ बेनिफिटहरू लिन सकिन्छ। कम्युनिकेसन भनेको इङ्ग्लिस प्लस सफ्ट स्किल्स, करियर मल्टिप्लायर होइन। इङ्ग्लिस चाहिँ एकदम मस्ट फ्लुएन्टली चाहिने नै स्किल्स हो, एकदम फ्लुएन्टली बोल्न सक्ने हुनुपर्छ है। अनि फ्रिल्यान्सिङको लागि चाहिँ के चाहिन्छ भन्दाखेरि फाइबर, अपवर्क, लोकल्स क्लाइन्टहरू छ होइन। तपाईँले यो स्किल सिकिसकेपछि चाहिँ अपवर्क, फाइबर अथवा लोकल क्लाइन्टहरू एप्लाई गरेर चाहिँ आफूले अर्न गर्न सक्नुहुन्छ। नो एक्सक्युजेस स्टार्ट टुडे, दिस इज आर फ्री टु लर्न। यो स्किल्सहरू चाहिँ फ्री छन् लर्नको लागि। कुनै पनि आफूले एक्सक्युज नदिने, आजबाट सुरुवात गर्ने। अनि द ट्रुथ इज बिसिए अलोन वन्ट चेन्ज योर लाइफ, स्किल्स विल स्टार्ट बिल्डिङ स्टार्ट टुडे। नेपाल निड्स इज आवर जेनेरेसन है। आजैबाट सुरु गर्नुहोस्, आजैबाट बिल्ड गर्नुहोस्। अनि हाम्रो गाउँ अब युआर वाचिङ रियालिटी अफ बिसिए इन नेपाल है। सो विच सेमेस्टर आर यु इन, कमेन्ट योर सेमेस्टर बिलो अनि लाइक सेयर सब्सक्राइब पनि गर्न नभुल्नु होला फिल्मकेयर्सलाई। म निकै यस्तै यस्तै भिडियोहरू तपाईँहरूले हामी लिएर आउँ होइन। त्यो भएर यो चाहिँ एकदम रियालिटी हो बिसिएको। म पनि एउटा बिसिए स्टुडेन्ट हो। सो एभ्री वान अहिलेको कोर्स एकदम राम्रो छ, बिसिएको अपडेट भएर आएको कोर्स एकदम बबाल छ। यदि तपाईँ कोडिङमा चाहनुहुन्छ, कोडिङ गर्न चाहनुहुन्छ, कोडिङमा भविष्य देख्नुहुन्छ अथवा आइटीमा भविष्य देख्नुहुन्छ भने चाहिँ बिसिए जोइन गर्नुहोस्। अहिलेको कोर्स एकदम राम्रो छ। अब म पनि किन छिटो पढेँ जस्तो भइरहेको छ अहिलेको कोर्स देखेर, एकदम राम्रो छ। सो सबैलाई शुभकामना, जोइन गर्नुहोस्, पढ्नुहोस् मस्त लगाएर। सो थ्याङ्क यू सो मच गाइज। अर्को भिडियोमा हामी भेट्नेछौँ। सो बाई बाई, ह्याभ अ गुड डे।